हेलो साथीहरू नमस्ते। आज न्यू इयरको दिनमा न्यू ब्लग लिएर आएको छु, एकदमै सानो छोटो। अनि हामी चाहिँ आज जर्सिङ पावा जान लागेको न्यू इयर मनाउनको लागि, हाम्रो फ्यामिली पिकनिक। अनि जर्सिङ पावा जाँदैछु। मेरो सानो छोटो भिडियो हेरेर साथ दिनुहोला। सानो 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 भक्क चुतेर उठेको मोकेर न माया त्यति मात्रै हो सफ्टवेयर हो त्यति मात्रै हो थोरै मात्र राम्रै गर्छ मेरोमा त डाटा चलेन मेरोमा चलेछ। फाइनल्ली हामी चाहिँ जर्सिङ पावा आइपुग्यौँ। अनि यो चाहिँ हेर्नुहोस् एकदमै मान्छेहरू प्याक छ। माथि चौरमा चाहिँ हामी चाहिँ माथि प्याक छ भनेर थाहा पाएर नै हामी चाहिँ अलिक तलै बस्यौँ। तल चाहिँ एकदमै आनन्दको ठाउँ, तर एकदमै हावा लाग्ने रहेछ। यो जर्सिङ पावा भन्ने ठाउँमा चाहिँ एकदम चिसो ठाउँ। वैशाख महिनामा पनि यति चिसो थियो कि कुरै नगरौँ। अनि यहाँ चाहिँ बाख्रा छ। अनि मेरो छोरी चाहिँ बाख्रासँग एकदमै खुसी भएर खेल्छ। बाख्रा भनेपछि यति खुसी हुन्छ कि हामी सो हेरेर इन्जोय गरिदिनु होला है त। बेबी आइ गरिस न सानो ए साना बेबी यता हेर्छु त मम्मालाई। सानो ए कता गएको कता गएको कता गएको सानो। अब चाहिँ हाम्रो खाजा खाने बेला भयो। अनि धमाधम हामीले चाहिँ खाजाहरू हाल्दैछौँ। यता नानीहरू खेल्दैछ, यता हामी खाजाहरू हाल्दैछौँ। रोस्ट दही अन्ना देखा छैन आज एक्लै बाख्रा खेल्न गयो नि बाख्रा खेल्नु के हो बाख्रा नै हान्दियो भने हान्दै भने यसलाई कति हान्दैछ सानामा ल है मन्जुको भ्लगमा तपाईँलाई स्वागत छ दिदीलाई। मन्जुको भ्लग हो यो। मन्जुले त आजकल व्यापार गरेछ दिनै सक्छ है। यता आमाहरूको खेल्नु थाहा छ। बिगाउनु पर्यो नि। कसैले केही भन्यो न नाप्नै छाडिदिन्छ। कसैले केही भन्यो भने नाप्नै छाडिदिन्छ त्यसले। मेराजको डान्स हेर्नु न।
अलि हल्लिने गीत लगाइदिनु रे क्या हिजो 8,500 अहिले भनेर हुन्छ नि मिलाइदिएछ भलानामा खै अब गाडीमा हाल्ने कुरा गरेछ अब भोलि गएर भलाना गरी भने चाहिँ के गर्छ भेट दुईटा छ गाडी त कस्तो मनपर्छ उसलाई यो गीत ल त साथीहरू आजलाई यति नै भिडियो लिएर आएको छु सानो छोटो हाम्रो चाहिँ न्यू इयर यसरी मनाइयो नाचगान गरेर खाएर रमाइलो गरेर हजुरहरूले पनि न्यू इयर रमाइलो गर्नुभयो होला भन्ने आशा गर्दै आजलाई छुट्टियौँ र मेरो भिडियोहरू हेरेर माया गरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद आगामी दिनहरूमा पनि मेरो भिडियोलाई अझ माया गरिदिनुहुन्छ भन्ने आशा गर्दै आजलाई यति नै हस् त बाई बाई